बधाई 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 ओमेगा श्री फार्मास्युटिकल्स कम्पनीको आइपिओ पर्ने सबैलाई बधाई। जसलाई ओमेगा श्री फार्मास्युटिकल्स कम्पनीको आइपिओ परेको छ उहाँहरूले चाहिँ अब खुसी मनाउने दिन आइसकेको छ, किनकि ओमेगा श्री फार्मास्युटिकल्स कम्पनीको आइपिओ चाहिँ नेप्सेमा लिस्टिङ भइसकेको छ र आइतबारबाट चाहिँ यसको कारोबार हुनेछ र कारोबारको पहिलो मूल्य चाहिँ 90 रुपियाँदेखि 270 रुपियाँसम्म कारोबार हुनेछ र आज यस भिडियोमा चाहिँ हामीले यसको कति प्राइस पुग्न सक्छ भनेर चाहिँ यसको अलिकति चिरफार गर्ने प्रयास गर्नेछौँ र यसको सप्लाई चाहिँ कस्तो आउनेछ, कति किता चाहिँ सप्लाईमा आउनेछ र कतिसम्म मूल्य पुग्न सक्छ भन्ने बारेमा चाहिँ अब हामी त्यतातिर फोकस हुन चाहन्छौँ। र कम्पनीको जम्मा पुँजीको 70% चाहिँ संस्थापक सेयर रहेको छ भने 30% चाहिँ सर्वसाधारणको लागि चाहिँ आइपिओ निष्कासन गरेको थियो र संस्थापक सेयर चाहिँ 3 वर्षको लागि चाहिँ लकइन रहने भएकाले गर्दाखेरि चाहिँ यसको चाहिँ त्यो चाहिँ कारोबारमा आउँदैन र सर्वसाधारणको लागि छुट्याइएको 18 लाख किता मध्ये चाहिँ कम्पनी कर्मचारीको लागि 3% 54,000 किता र सामूहिक लगानी कोषको लागि चाहिँ 5% 90,000 किता कारोबारमा आउँदैन, किनभने यसमा पनि लकइन लागेको हुन्छ। सामूहिक लगानी कोषले चाहिँ 6 महिनासम्म बेच्न पाउँदैनन् भने कम्पनीका कर्मचारीले 3 वर्षसम्म बेच्न पाउँदैनन्। अब बाँकी रहेको कितामध्ये हामीले हिसाब गर्दाखेरि चाहिँ 18 लाखलाई 54,000 र 90,000ले माइनस गर्दाखेरि चाहिँ जम्मी किता कारोबारमा आउने भनेको चाहिँ अहिलेको लागि 16,56,000 रहेको छ है त। अर्थात् हामीले चाहिँ यो 16,56,000 चाहिँ सप्लाई आउँछ भनेर बुझ्नुपर्छ। कतिपयले चाहिँ यसमध्ये पनि आइपिओ भरेर चाहिँ आइपिओ परेर टिएमएस खाता पनि खोलेको नहुनसक्छ र कतिपयले चाहिँ यसलाई चाहिँ लामो समयसम्म होल्ड गर्ने भनेर सोचेको पनि हुनसक्छ। त्यही भएर चाहिँ हिसाब किताब गर्दाखेरि चाहिँ समग्रमा 16 लाख किता चाहिँ यसको सप्लाई आउने देखिन्छ र 16 लाख किता सप्लाई भनेको चाहिँ यसलाई लो क्यापभित्रमा चाहिँ हामीले गर्न सकिन्छ। योभन्दा बढी किता सप्लाई भएको चाहिँ 20 लाख किता भएको चाहिँ गार्डन माइक्रोको मूल्य 2500 प्लससम्म पुगेको थियो भने यसको मूल्य चाहिँ अझै कति पुग्ला भन्ने चाहिँ तपाईँ अब आफै अनुमान लगाउनु होला हैन। जति थोरै सप्लाई भयो त्यति नै माथि नै पैसा पुग्ने चाहिँ धेरै सम्भावना रहने चाहिँ हुन्छ। मार्केटमा जति कम सप्लाई आयो त्यति नै प्राइस चाहिँ धेरै नै माथि पुग्नेछ र अर्को कुरा भनेको चाहिँ इतिहासमै नेप्सेमा चाहिँ यो औषधि कम्पनीको पहिलो आइपिओ र भिन्न खाले कम्पनीको चाहिँ प्राय भिन्न खालको कम्पनी भयो भने चाहिँ प्राय राम्रो प्रदर्शन गरेको देखिन्छ। पहिला पनि हामीले साल्ट ट्रेडिङ कर्पोरेसन भयो, एचडिएल, विशाल बजार कम्पनी भयो, त्यस्तो खालको कम्पनीहरूले चाहिँ एकदमै राम्रो पर्फर्म गरेको थियो पहिला। त्यही भएर चाहिँ यो कम्पनीले पनि राम्रो पर्फर्म गर्ने, राम्रो प्राइसमा जाने चाहिँ हामीले अनुमान गरेका छौँ र त्यसैले चाहिँ तपाईँहरू सबैले जोसँग चाहिँ आइपिओ छ, आइपिओ परेको छ, तपाईँहरूको जम्मा लगानी भनेको 1000 हो। त्यही भएर चाहिँ जति सक्नुहुन्छ तपाईँहरूले टाइटली होल्ड गर्नु होला। तपाईँहरूले होल्ड गर्नुभयो भने चाहिँ एकदमै धेरै प्राइस माथि जाने सम्भावना देखिन्छ र यस्तै अपडेटको लागि चाहिँ हाम्रो पेजलाई चाहिँ फलो गरिदिनु होला। हस्त, धन्यवाद र सबैलाई शुभकामना।